100 अर्ब डलरको अर्थतन्त्रको शान शौकत नै अर्को हुन्छ। अब नागढुङ्गाबाट टनेल शुभारम्भ हुँदैछ, तपाईँ 1.5-2 घण्टामा मुगलिन पुग्ने, मुगलिन टु पोखरा त हाम्रै तनहु भएर जान्छ, राम्रो बाटो बनेको छ, त्यहाँ 1.5 घण्टामा पुगिन्छ। काठमाडौँबाट पोखरा 3-3.5 घण्टा पुग्यो भने हैन, दूरी छुट्याउने लागत छुट्याउने त मेरो मन्त्र नै थियो चुनाव लड्दाखेरि। त्यता भयो नारायणघाटदेखि मुगलिन बनिसक्यो, मुगलिनदेखि बुटवल अब बन्दैछ, यता काकडभिट्टादेखि पथलायासम्म आउँदैछ, अब वीरगञ्जबाट पथलाया हेटौडा हुँदै नारायणघाट जोड्यौं र बाँकी रह्यो त्यो एउटा खण्ड। लुम्बिनीबाट बुटवल पनि बनिसकेको छ, बुटवलदेखि पोखरा लगौं त्यसमा पनि अध्ययन भइसकेको छ, तर कुन स्रोतबाट गर्ने भन्ने कुराहरू छन्। यस्ता खण्डहरू चाहिँ जस्तो अतरियाबाट कञ्चनपुरतिर भयो, कोवलपुर टु सुर्खेत भयो, यी खण्ड खण्ड हेरेर हामी चाहिँ सरकारी रिसोर्सले मात्र अब भ्याउँदैन, भनेपछि के ल्याउनु पर्यो, निजी पुँजी ल्याउनु पर्यो। सो यी पूर्वाधारमा पनि अब हामी ठूला ठूला कोष मार्फत प्राइभेट क्यापिटललाई ल्याएर आउँछौँ हैन। टोल रोडहरूको अब इन्डियामा त्यत्रो नितिन गडकरीले जुन कायाकल्प गरे पूर्वाधारको क्षेत्रमा हेर्दा हेर्दै त्यसलाई सानो अंशमा भए पनि हामी नेपालमा भित्राउन चाहन्छौँ। त्यसको लागि पुँजी आकर्षित गर्नु पर्यो, निजी पुँजी, र त्यसको लागि इनेबलिङ इन्भाइरोमेन्ट बनाउनको लागि लेजिस्लेसन पनि चाहियो। धेरै कोषहरू, एनआरएनको कोष, एनर्जी बन्डहरू, प्रोजेक्ट स्पेसिफिक बन्डहरू इस्यु गर्ने, वैकल्पिक वित्तको लागि भर्खर विधेयक हामीले दर्ता गरेका छौँ गत हप्ता, त्यो पनि पारित हुन्छ। डायस्पोरा बन्डहरूका कुराहरू छन् हैन। यता हाम्रै छरेर बसेका पुँजीहरू निफ्राको भयो, एचआइडिसिएल भयो, त्यसलाई एकत्रित गर्ने र कसरी हुन्छ रिसोर्स निकालेर अब ठुल्ठुला खालि सडकमा मात्र होइन, अब ऊर्जामा पनि त्यस्तै लगानी गर्नुपर्नेछ। मित्र राष्ट्रहरू, दात्री निकायहरूले पनि दिने चाहिँ कन्सेसनल लोनहरूलाई पनि त्यहाँ सदुपयोग गर्ने, कुनलाई ऊर्जामा उपयुक्त हुन्छ कि सडकमा उपयुक्त हुन्छ कि, यी सबै कुराहरूको चाहिँ अब बजेटले एउटा एड्रेस गर्छ। र इन्फ्रास्ट्रक्चरमा पनि हामी ठुलो फड्को मार्ने गरेर अगाडि जानेछौँ। र ती इन्फ्रास्ट्रक्चरहरू बन्ने भनेको तपाईँहरूकै पालिकामा हो, तपाईँहरूकै प्रदेशमा हो। काठमाडौँलाई त हामीले अब खै धेरै, काठमाडौँलाई पनि काठमाडौँ केन्द्रित पनि छ, शहरीकरणलाई अझ व्यवस्थित गरेर हैन, सिटिजलाई एउटा इन्डोजेनस सोर्स अफ ग्रोथ बनाउनु पर्छ भन्ने मैले पनि 12 वर्षदेखि बोली आएको कुरा हो। भर्खरै हामीले विश्व बैंकको सहयोग पनि लिएका छौँ, काठमाडौँ लुम्बिनी केन्द्रित हैन, ती कुराहरू पनि छन्। तर नेपाल सरकारको त्यो 3-4 खर्बको पुँजीगत खर्चले धेरै रूपान्तरण नहुने भएपछि अब बजेटभन्दा बाहिरका कोषहरू पनि परिचालन गरेर हैन, पब्लिक प्राइभेट पार्टनरसिप पनि हुन्छ वा विशुद्ध प्राइभेट क्यापिटलको भरमा चाहिँ हामी माथि जानुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौँ। त्यसैले तर सबैको अनिवार्य शर्त गभर्नेन्स, जिरो टलरेन्स करप्सनमा, मिसम्यानेजमेन्टमा। दोस्रो, इकोनोमिक रिफर्महरूले इनेबल गरिदिनु पर्यो। गर्न त मन छ, ऐनले छेक्छ भन्छौँ नि हामी, अब ऐन चेन्ज गर्ने, अब 2 दिन 3 दिन 2 हप्तामा पनि चेन्ज गर्न सकिन्छ र त्यो स्पिडमा हाम्रो काम भइराखेको छ। र तेस्रो, पूर्वाधार भएपछि यो 3टालाई सँगै ल्याएपछि हामीले चाहेको जस्तो नतिजा हुन्छ जस्तो मलाई लाग्छ। राज्यको ढुकुटी बढ्यो भने तपाईँहरूलाई दिने अनुदानका रकमहरू पनि बढ्नेछन् र प्रदेशहरू पनि आफै समृद्ध हुनुहुन्छ। र यही स्पिरिटमा तपाईँहरूले पनि त्यो लय मिलाइदिनु भयो भने त कम्प्लिमेन्ट्री भयो नि त हैन। 1964 अर्बको बजेट आउँदै गर्दा 600 चान्चुन तल गएको छ हैन। धेरैको एक्सपेक्टेसन सङ्घले नै गरिदिने हो भन्ने छ, तर राजस्व बाँडफाँड र यी 4वटा अनुदान लगायत जोड्दाखेरि 600 जति छ चान्चुन, 582 अर्ब 1964 मा हैन। भनेपछि 1/3 सर्लक्कै तल गएको छ, सर्लक्कै। र तपाईहरुले यहाँ माथिको जुन एफिसिएन्सीका साथ हामी काम गराउन खोज्दैछौँ, फेडरल फन्ड्स प्रोभिन्स र स्थानीय तहमा पनि त्यो भइदियो। अझ त्यसमा थपथाप गर्नुभयो, यहाँबाट पठाएको रकमलाई म्याचिङ गरेर चाहिँ अरू रिसोर्सहरू पनि जुटाउन पहल गर्नुभयो भने बल्ल हाम्रो स्पेस बढ्दै जान्छ र त्यही अनुपातमा अर्थतन्त्रको आकार पनि बढ्दै जान्छ। अहिले 70-75 खर्बको अर्थतन्त्र छ, तर डलर टर्म्समा जम्मा 45-46 अर्ब हो। 7% को रियल ग्रोथ, 13-14-15% को नोमिनल ग्रोथ इयर आफ्टर इयर गऱ्यो भने 5 देखि 7 वर्षमा हामी $100 बिलियन को इकोनोमी पुग्छौं र